यो गोलीको काम केही छैन अब यत्तिकै हो यो कहिले बालेनलाई पक्रिनु लगाएको छ कहिले अफिस फुटाइदिएछ कहिले रविलाई पक्रिएको छ राति 1 बजी भनेको छ फेरि अर्को दिन भोलिपल्ट बिहानै लिएर कुदिएको छ जिल्ला घुमाएको छ के खोजेको भने देश लथा लिङ्ग केही छैन काहीँ केही गरिखाने ठाउँ छैन घरै पछि मास्टर्स डिग्री पढाएका छन् कसैलाई रोजगारी केही छैन आन्दोलनमा हिँडेको छ मान्छे मारेको छ निर्दोष जनतालाई गोली हान्न लागेको छ अनि फेरि उता राजा आउँछ भन्ने डरले यता अर्को टपिक चेन्ज गर्नु यस्तो गरेको छ सबैलाई पक्रेर हालेर के हो भने एमाले मात्रै बाँच्नु पाउने हो देशमा त्यो झोलेहरूलाई जहाँ भेट्यो त्यहीँ ठोक्नु नि हो के हेरिरह्यो भने गर्न सक्दैन कि के हो यस्तो साह्रो के अपराध गरेको थियो यस्तो 50वटा जिल्ला घुमाइसकेर ल्याएर फेरि भोलिपल्ट पक्रिया छ के हो अपराध पनि एउटा हुन्छ होला नि त अपराधको पनि तरिका हुन्छ होला मेसेज हुन्छ होला कानुनको कठघरामा उभाउनुपर्छ होला रातारात पक्रिया छ भोलि अर्को बमन्डर भनेको छ अर्कोलाई थुनेको छ त्यो बालिनलाई शुद्ध अब अफिस भत्काउनु लाग्यो थुक्क भोलि